लाई नमस्कार। तपाईहरूले अहिले यो देखिरहनु भएको छ बेसीसर सेरा ओह्रालो नजिकै रहेको यो बगिरहेको झिँगे खोला र यस झिँगे खोलामा हामीले चाहिँ यति धेरै फोहोर देखिरहेका छौँ कि हेर्नुहोस् न, कति धेरै प्लास्टिक अनि त्यस्तै गरी बोतलहरू थुप्रै देखिरहेका छौँ र नजिकै यो राधा गोविन्द मन्दिर पनि यही नजिकै रहेको छ र नजिकै मन्दिर यस्तो पवित्र धाम रहेको यो छेवैको खोला पनि यति दुर्गन्धित भइरहेको छ कि यो दिन प्रतिदिन हामी किन यति धेरै असभ्य बन्दै गइरहेका छौँ। जे भए पनि फोहोरहरू चाहिँ अब एउटा ठाउँमा जम्मा गरेर नगरपालिकाको गाडीले चाहिँ दिनौँ फोहोरहरू उठाइरहेको हुन्छ, त्यही गाडीमा फाल्दा पनि हुन्थ्यो। तर यसरी यत्र तत्र जताततै फोहोर फाल्दाखेरि चाहिँ बेसीसर बजार, यो सुन्दर बजार चाहिँ यति दुर्गन्धित, यति फोहोर, यति असभ्य देखिएको छ। ल हेर्नुहोस् त, यो बेसीसरको मन्दिरकै आडमा यति धेरै दुर्गन्धित, हामी चाहिँ कहिले सभ्य बन्ने। बेसीसर बजार प्रवेश गर्दा ओह्रालोमा रहेको यो दायाँपट्टिको राधा गोविन्द धामले चाहिँ बेसीसर बजारको सुन्दरतामा थप निखारता ल्याएको छ। त्यसैले छेवैमा रहेको यो झिँगे खोला, तिला नदीको सरसफाइ पनि जरुरी देखिन्छ।